हेर्नुहोस् है साथीहरू, यो चाहिँ सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्रमा जानलाई एभरेस्ट जानको लागि हेर्नुहोस् यस्तो च्यालेन्जेस मौसममा पनि फ्लाइ भइरहेछ। यसलाई चाहिँ विश्वकै खतरा एयरपोर्ट भनेर पनि चिन्ने गरिन्छ। हेर्नुहोस् यो अवस्थामा एरोप्लेनहरू उडिरहनु भएको छ, वेदर खत्तम छ। ल हेर्नुहोस्, तपाईँले हेर्न सक्नुहुनेछ। हेर्नुहोस् यसरी प्लेनहरू आइरहेका छन्। कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया दिनुहोला। यो अवस्थामा कहाँबाट हेरिरहनु भएको छ, यो भिडियोलाई विश्वसँग सेयर गरेर पुर्याउनु होला। तपाईँहरूलाई पनि यहाँ आउन मन छ भने आउनुहोस्, रमाउनुहोस्। यो चाहिँ सोलुखुम्बु जिल्लाको पदयात्रा भएको ठाउँ। यहाँबाट चाहिँ एभरेस्ट पाइन्छ, विभिन्न हिमालहरू हेर्न पाइन्छ, विभिन्न रमाइलो हेर्नु। पर्यटकहरू यसरी हुनुहुन्छ, उड्नको लागि आतुर हुनुहुन्छ, उहाँहरू यसरी जाँदै हुनुहुन्छ। हेर्नुहोस् तपाईँहरू पनि यसरी आउने जाने क्रम एकदमै जारी छ होइन। तपाईँहरू पनि आउन सक्नुहुनेछ, जान सक्नुहुनेछ, यहाँ भिजिट गर्न सक्नुहुनेछ। उहाँहरूलाई हेर्नुहोस् कति आतुर लागिरहेछ, कतिको फ्लाइट भइरहेछ, कतिको फ्लाइट नभएर वाहवाही छ। ल हेर्नुहोस्, तपाईँहरूले पनि हेर्न सक्नुहुनेछ है त साथीहरू। के कस्तो लाग्छ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है त साथीहरू। यो भिडियोलाई चाहिँ विश्व सामु सेयर गरेर पुर्याउनुहुन्छ भन्ने ठुलो आश गरेको छु है त साथीहरू।